क्रिप्टोकरेन्सी ठगीहरू व्यक्तिहरूका लागि गम्भीर खतरा हुन्, जसले ब्लकचेन प्रविधिको गुमनाम विशेषतालाई दुरुपयोग गरी कमजोर व्यक्तिहरूलाई झुक्क्याउँछन् र तिनका डिजिटल सम्पत्ति वा गोप्य जानकारी चोरी गर्छन्। सुँगुर कसाई वा बधको लागि सुँगुरलाई मोटाउने भनेर चिनिने ठगी प्रविधिमा ठगहरूले नक्कली पहिचान बनाएर पीडितलाई अस्तित्वमै नभएका डिजिटल मुद्राहरूमा लगानी गर्न फसाउँछन्, जसले ठूलो आर्थिक क्षति मात्र होइन, मानसिक र भावनात्मक आघात पनि पुर्याउँछ। ठगहरूले विभिन्न रणनीति अपनाउँछन्, विशेष गरी डेटिङ एपहरू, सामाजिक सञ्जाल वा अनावश्यक सन्देशहरू प्रयोग गरी मानिसहरूलाई लक्षित गर्छन्। लामो समयसम्म विश्वास निर्माण गर्ने प्रक्रियापछि ठगहरूले पीडितहरूलाई नक्कली एपहरू डाउनलोड गर्न वा झुटो वेबसाइटहरूमा जान बाध्य पार्छन्, लगानीबारे छलफल थाल्छन् र पैसा जम्मा गर्न उक्साउँछन्। नक्कली प्रतिवेदनहरू र अत्याधिक नाफाको आश्वासन दिएर ठगहरू पीडितहरूलाई थप रकम लगानी गर्न उक्साउँछन्। ठगहरूले हतारोमा निर्णय गराउन प्रलोभन देखाउन सक्छन् वा कुनै आकर्षक अवसर छिट्टै आउने दावी गरेर पीडितहरूलाई थप लगानी गर्न बाध्य पार्न सक्छन्। ठगी बढ्दै जाँदा ठगहरू अचानक गायब हुन्छन्, जसले गर्दा पीडितहरू ठूलो आर्थिक क्षतिसहित बच्न नसक्ने अवस्थामा पुग्छन्। यस्ता ठगीहरूबाट जोगिन आफूलाई शिक्षित बनाउनुहोस्। क्रिप्टोकरेन्सीको आधारभूत प्रविधि र प्रचलित शब्दावली बुझेर ठगीहरू चिन्न सक्ने क्षमताको विकास गर्नुहोस्। एक्सचेन्जहरू र वालेटहरू अनुसन्धान गर्नुहोस्। केवल विश्वसनीय र सुरक्षित प्लेटफर्महरू प्रयोग गर्नुहोस्। तिनीहरूको प्रतिष्ठा, सुरक्षा उपायहरू र प्रयोगकर्ता समीक्षाहरू राम्ररी अनुसन्धान गर्नुहोस्। सन्देशहरूसँग सावधानी अपनाउनुहोस्। अनावश्यक सन्देशहरू, ग्रुप च्याटहरू वा लगानी सम्बन्धी छलफलहरूमा सतर्क रहनुहोस्। अपरिचित व्यक्तिहरूसँग संवाद गर्दा सतर्क रहनुहोस् र अनावश्यक सन्देशहरूको स्रोत राम्ररी जाँच गर्नुहोस्। संवाद कायम राख्नुहोस्। आफ्नो लगानीबारे आफन्तहरूलाई थाहा दिनुहोस्। कसैले तपाईँलाई परिवार वा साथीहरूबाट अलग गर्न खोज्न नदिनुहोस्। आफन्तहरूसँगको खुला र साँचो संवादले तपाईँलाई ठगहरूको चालमा पर्नबाट जोगाउँछ। युआरएलहरू प्रमाणित गर्नुहोस्। वेबसाइटहरूको युआरएलको प्रामाणिकता दोहोऱ्याएर जाँच गर्नुहोस्। ठगहरूले वास्तविक जस्तै देखिने तर अलि फरक युआरएल भएका नक्कली साइटहरू बनाउँछन्। हार्डवेयर वालेटहरू प्रयोग गर्नुहोस्। आफ्ना क्रिप्टोकरेन्सीहरू हार्डवेयर वालेटमा स्टोर गर्नुहोस्। यी उपकरणहरूले निजी कुञ्जीहरू अफलाइनमा राखेर अनलाइन खतराहरूबाट उच्च सुरक्षा प्रदान गर्छन्। छिटो धनी बनाउने योजनाहरूबाट बच्नुहोस्। अवास्तविक नाफाका आश्वासनहरूप्रति शङ्का राख्नुहोस्। लगानी गर्नु अघि राम्ररी अनुसन्धान गर्नुहोस्। कुनै प्रस्ताव अत्याधिक राम्रो लागेमा त्यो सायद ठगी नै हो। विश्वसनीय एक्सचेन्जहरू प्रयोग गर्नुहोस्। स्थापित, विश्वसनीय र कडा सुरक्षा उपाय भएका प्लेटफर्महरूमा मात्र कारोबार गर्नुहोस्। यस्ता प्लेटफर्महरू ठगीमा संलग्न हुने सम्भावना कम हुन्छ। आफ्नो सम्पत्ति सुरक्षित राख्नुहोस्। कुनै पनि संवेदनशील जानकारी जस्तै पासवर्ड साझा नगर्नुहोस्। प्रत्येक अनलाइन खाताका लागि बलियो र फरक पासवर्ड प्रयोग गर्नुहोस् र सम्भव भएमा 2 चरणीय प्रमाणीकरण 2FA सक्षम गर्नुहोस्। जानकार रहनुहोस्। क्रिप्टोकरेन्सी उद्योग सम्बन्धी समाचारहरू, ठगीका सामान्य रणनीतिहरू र सुरक्षाका उत्कृष्ट अभ्यासहरूबारे जानकारी राख्नुहोस्। ठगीको रिपोर्ट प्रहरी वा सम्बन्धित निकायमा गर्नु अति आवश्यक छ, जसले थप पीडितहरू हुनबाट रोक्छ। छिटो कारवाही गरेमा हराएको रकम फिर्ता हुने सम्भावना बढ्छ। यी उपायहरू अपनाउँदा मानिसहरूले क्रिप्टोकरेन्सी ठगीको शिकार हुने जोखिम कम गर्न सक्छन् र आफ्ना लगानीहरू सुरक्षित राख्न सक्छन्।